है मित्रहरू आफ्टर लङ टाइम नो सी है। अब अलि केही समयपछि फेरि आउँदैछु। आज टक्क यो गैरी खेत भन्छ मित्रहरू, यो गैरी खेत हो, गैरी खेत है। आज गैरी खेतको यो दाइहरूले टक्क जोत्नु भएको भिडियोहरू चाहिँ म चट्ट हाल्दैछु है मित्रहरू। आज युट्युबमा यसो हेरिदिनुहोस्, चट्ट यसो है सपोर्ट गरिदिनुहोस्, माया गरिदिनुहोस् है त मित्रहरू है। प्रकाश थापा ट्रिपे है, इट्स मी माई फ्रेन्ड, थ्याङ्क यू सो मच है त है मित्रहरू। हेर्न सक्नुहुन्छ है आज गैरी खेतको जोताइ सुरु भइरहेको छ, यो मकै लाउने सिजन सुरु भइरहेको छ मित्रहरू। त्यही भएर चट्ट हेर्न सक्नुहुन्छ हदाए हो, चट्ट जोतिदिनु भएको छ मजाले। हेर्नुहोस् है, हेर्नुहोस् है मित्रहरू, हेर्नुहोस्। गैरी खेत हो है मित्रहरू, गैरी खेत हो यो। के गर्ने मित्रहरू, किसानी जिन्दगी हो है, गर्न त परिहाल्यो। सुख दुःखको काम जे जस्तो छ। चट्ट यहाँ मलसल हालिसकेको छ मित्रहरू है, त्यही भएर आजबाट जोताइ सुरु छ। यो गर चाहिँ हाम्रो हो मित्रहरू। हाम्रो यो खेत चाहिँ अहिले खासै गर्ने मान्छे छैन, बाँझेर होला जस्तो छ है मित्रहरू। तर धान चाहिँ रोपिन्छ। अब मकै लाउने चाहिँ फिक्स चाहिँ छैन। अब मकै लाउने फिक्स भयो भने लाइन्छ, नत्र भने अहिले यो गरो बाँझो लड्छ है मित्रहरू। ल हेर्नुहोस्, उहाँहरूको फेरि हाम्रो कमेडियन किङ हुनुहुन्छ उहाँ। ल हेर्नुहोस् है, बस अब यो मकै लाउनको लागि सुरु भएको छ मित्रहरू। हेर्नुहोस्, उहाँले भर्खर नयाँ गोरु ल्याउनु भएको है, हेर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् मित्रहरू, हाई गर्दै हाई बस। ल ठिक छ है, क्यामेरा फेस गर्दैछ है त गोरुले पनि है। हो है, बस। ल हेर्नुहोस् है त मित्रहरू, हेर्नुहोस् है, उहाँ भाउजू हुनुहुन्छ उहाँ। बस जान्छ भाउजू, यो अनेक ठाउँमा जान्छ भिडियोहरू अपलोड गरिदिएपछि कता कता पुग्छ। हेर्नुहोस् है मित्रहरू, यहाँ मैले दाइले खिचिसकेको छु। हेर्नुहोस् मित्रहरू, माथि फेरि आइ गर्ने सुरु भइरहेछ माथि पनि। हेर्न सक्नुहुन्छ है मित्रहरू, आजको भ्लग है। आफ्टर लङ टाइम पछि आउँदैछु भ्लग लिएर मित्रहरू। के गर्ने, अर्ग्यानिक ऱ्यापहरू चाहिँ मैले अपलोड गरिरहेको हुन्छ सर्ट भिडियो मार्फत। तर आज लङ भिडियोमा चाहिँ अलिकति लङ टाइम पछि आइरहेको छु भ्लगहरू लिएर मित्रहरू सामु। चट्ट यस्तो नयाँ नौलोहरू केही छ होइन, अब त्यही त हो मित्रहरूलाई यसो सो अप गराउने, सोकेस गराउनु पऱ्यो नि मित्रहरूलाई। सब गैरी खेत हो है मित्रहरू, गैरी खेत हो। हेर्नुहोस्, गैरी खेतको सिरै हाल्यो वर्षायामको दरौँदीले भने जस्तै हो। हेर्नुहोस् है मित्रहरू, हेर्नुहोस् यो चाहिँ टक्क टनेला बनाएको छ यता मित्रहरू। यता आलुहरू लगाइरहनु भएको छ हाम्रो यहाँको माइल दाइले। माइल दाइको घर हो यो, हाम्रो गाउँको माइल दाइ। अनि यता चट्ट सागहरू पनि छ यता मजाले। आलु भर्खर उम्रिँदैछन् है मित्रहरू, भर्खर उम्रिँदैछन्। उफ, त्यताको गरोहरू जोतिसक्यो। हेर्नुहोस् मित्रहरू, उता मुसुक्क मुस्कुराएर हिमाल हाँसिरहेको छ है। ठाउँ अत्याधिक सुन्दर छ है मित्रहरू, ठाउँ चाहिँ बवाल छ। हेर्न सक्नुहुन्छ है, पहाडी इलाका हो। लमजुङबाट लाइभ स्ट्रिमिङ गरिरहेको छु है मित्रहरू। कहाँबाट लाइभ स्ट्रिमिङ गरिरहेको छ, के अरे लाइभ स्ट्रिमिङ भन्न आएछ मित्रहरू। फेरि लाइभ स्ट्रिमिङ होइन है मित्रहरू, मतलब मैले यो भ्लग चाहिँ यो लमजुङबाट बनाइरहेको छु है। यो लमजुङ जिल्लाबाट मैले यो टक्क भ्लग बनाइरहेको छु मित्रहरू। हेर्न सक्नुहुन्छ है, चट्ट सुन्दर छ ठाउँहरू। यता बाँदरहरू नि बेसरी आउँछ है मित्रहरू, बाँदरहरू नि बेसरी आउँछ। ओ
त्यहाँ उहाँ फेरि खतरा जोतिदिने मान्छे हलै फुत्काउनु भयो ल हेर्नुहोस् है हेर्नुहोस् है मित्रहरू नजिकै जाने गोरु हान्ने होला हे ल हे खुर्पेटो हराए ए ठेडी हराए ल ल है मित्रहरूलाई हेर्नुहोस् ल यहाँ ठेडी हराए मित्रहरूले हेर्नुहोस् हो ठेडी भेट्यो मित्रहरू ठेडी भेट्यो है ठेडी भेट्यो गजो फर्क्यो वाह स्माइली है ठिक छ नि भाउजू ठिकै छ हेर्नुहोस् है मित्रहरू हेर्नुहोस् उहाँले मल पास दिनुहुन्छ भाउजूले र हेर्न सक्नुहुन्छ है मित्रहरू हेर्न सक्नुहुन्छ गोरु हो त हान्न आउला त छ ल हेर्नुहोस् है मित्रहरू मजाले मल पाँच्ने जोत्ने सुरु भइसकेको छ हेर्न सक्नुहुन्छ आजको प्रोग्राम आज खेत जोताइ प्रोग्राम छ है मित्रहरू खेत जोताइ प्रोग्राम छ ल हेर्नु सक्नुहुन्छ त्यो त खैरो गोरु छन् यो त कालो गोरु छन् हेर्नुहोस् है मित्रहरू हेर्नुहोस् ल हेर्नुहोस् है मित्रहरू ल है ल मित्रहरू अब यहाँ सियो कसरी हाल्नु भएको छ है त ल है मित्रहरू ल हेर्नुहोस् है हेर्नुहोस् यहाँ सियो ल है सियो सियो है मित्रहरू सियो दाइ लजाउनु भयो हेर्नुहोस् दाइ लजाउनु भयो है ल है बास के गर्ने त है यसो भ्लगको लागि है हेर्नुहोस् है मित्रहरू हेर्नुहोस् है त ल ल आजको चट्ट यो जोताइको प्रोग्रामहरू मैले मित्रहरूलाई सो गरेको छु है अब फेरि यस्तै नयाँ नौलो भ्लगहरू लिएर आउँदै गर्नेछु मित्रहरू सामु ल है त अहिले चाहिँ मित्रहरूबाट छुट्टिन चाहन्छु है त म आजको भ्लगबाट थ्याङ्क यू लभ यु अल माई फ्रेन्ड्स